बुझेछु नि किन नबुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो हैन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो जागिर नै गयो तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्नु मेरो गइहाल्यो मेरो बाबु हमारा ताने जाने दुई डोला त बुझेछु नि किन नबुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो हैन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो जागिर नै गयो तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्नु मेरो गइहाल्यो मेरो बाबु हमारा ताने जाने दुई डोला त